ओके, यो भिडियो चाहिँ उनीहरूको लागि हो जसले चाहिँ सोच्छ यो 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 सब गरेर चाहिँ उनीहरूको यो बेली फ्याट घट्छ भनेर, तर होइन। त्यो गरेर चाहिँ हाम्रो यो कोर मसल मात्र स्ट्रङ हुन्छ, तर बेली फ्याट घट्ने होइन। बेली फ्याट चाहिँ कसरी घट्छ भन्दाखेरि चाहिँ यस्तो सोच्नुहोस्, हाम्रो बडी चाहिँ एउटा वाटर बटल जस्तो हो, जसमा चाहिँ त्यो पानी जुन बटलमा हुन्छ त्यो बटलको म फेदको मात्रै पानी हटाउँछु भनेर मिल्दैन, कि त बिचको मात्रै म हटाउँछु भनेर मिल्दैन। त्यसलाई प्रोसेसले बिस्तारै अलिअलि गर्दै टुप्पी भएर निस्किँदै जाने हो नि। त्यस्तै हाम्रो बडीको फ्याट भनेको पनि एकैचोटि यो बेलीको मात्रै निकाल्छु भनेर मिल्दैन। हाम्रो चाहिँ के हुन्छ भने जब हामीले क्यालोरी काउन्ट गर्न थाल्छ र क्यालोरी हामीले इन्टेक कम्ती गर्न थाल्छ अनि हामी एक्सर्साइज बेसी गर्न थाल्छौँ, त्यसमा चाहिँ हाम्रो के हुन्छ भने हाम्रो बडीको चाहिँ फ्याट चाहिँ हाम्रो जेनेटिकले डिसाइड गर्छ। कसैको फेसबाट स्टार्ट हुन्छ फ्याट घट्नु, कसैको आर्म्सहरूबाट स्टार्ट हुन्छ, त्यसरी। र लास्ट रेयर केस मात्रै हुन्छ जसको बेलीबाट हुन्छ, त्यो हतपत हुँदैन पनि। बेली भनेको चाहिँ एकदम लास्टमा, हाम्रो बेली फ्याट भनेको चाहिँ एकदम लास्टमा घट्ने हो। त्यही कारणले गर्दा यो भ्रममा नपर्नु कि त्यो एक्सर्साइजहरू गर्दा मात्रै हाम्रो बेली फ्याट जान्छ भनेर। अनि अर्को कुरा, जुन त्यो अगाडि मैले देखाएको एक्सर्साइजहरू थियो त्यो एकदम स्ट्रेन्थ ट्रेनिङमा आउँछ। यिनीहरूले हाम्रो मसललाई स्ट्रङ गर्ने हो। फ्याट लसको लागि हामीले गर्नुपर्ने हुन्छ कार्डियो, जसमा हाम्रो हार्ट रेट कार्डियो जुन एक्सर्साइजले हाम्रो हार्ट रेटलाई एकदम बढाउँछ, जस्तै यो जम्प रोप भयो, जम्पिङ ज्याक्सहरू भयो, यो बर्फी भयो, यिनीहरूले हो हाम्रो फ्याट घटाउने। अनि अर्को हुन्छ एकदम लङ डिस्टेन्स वक हुन्छ, यिनीहरूले हो। यो विषयमा एकदम लामो भिडियो बनायो भने मात्रै मिल्छ है, डिटेल्समा बताउनुको लागि। यो सर्ट्समा त्यस्तो लामो बताउन मिल्दैन, र जति सक्दो बताउनु मिल्ने भयो मैले यो बताइदिएँ है।